ल साथीहरू आज हामी वनतिर मोहन पूजा गर्न आएको टक्क लगाएर कुखुरा बोकेर एउटा भाले यहाँ छ चल्ला यहाँ छ एउटा पोथी यहाँ छ अरू आउँदैछ है ल पूजा गर्ने ठाउँ यो पूजा गर्ने ठाउँमा आएर नि यहाँ टक्क खाना पकाउने ठाउँ रेडी भइसक्यो त्यता भइसक्यो त्यहाँ पूजा गर्न तयारी छ यहाँ पात झार्ने काम भइरहेछ टोप्री बनाउने ल हाम्रो मन्दिर बनिसक्यो साथीहरूलाई अब पूजा सुरु भयो काम तरिकाले मन छैन देविन दाइ यहाँ पानी आने गर्ने भन्नु मुहान सुक्न लागिसक्यो अच्छा होइन ठिक्क आने गटगटी होइन सुरक्षा गरिदेऊ चाहिने केही लागु नलागोस् मान्छेको राम्रोसँग काम गरौँ परम्पराले भन्छ देवेन दाइ केही भन्नु भएको छैन कि जस्तो लाग्यो मन भने अच्छा तरिकाले काट्ने ल ल ल ल ल ल फेरि अर्को भाले काट्नु श्री मोहन सबैलाई सुख शान्ति अब यसको पाला है त ल पोठीको प्यादी पञ्चायती हुन पर्छ 83 सालको ल चत्तै बाह्र देविन भाइ के हान्त नि सब बनाउने अमृत र बिजाले अब चल्लाक पाला कता फर्किने हो डरान नदिने भनेर ल यो हेर्न पर्यो रे मोटो नि खतरा मोटो हुन्छ नि ठिक छ ठिक छ छैन नि ल हेरिहालौँ त पानी आन्छ एकदम ठिक छ ल एकदम ठिक छ रे ल एकदम ठिक छ रे क्लियर छ ल यो पनि फोटो खिच्छ त कति राम्रो छ भयो भयो ल भयो तिनटा बाजे हटो 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 तपाईँलाई हटो युज गर्नु राम्रो छ यो त हामीले हेऱ्यौँ त सेकेन्ड गरा न नयाँ लामा चाहिँ लग्न यो हामी पुरानो लामाले हेऱ्यौँ बाजे नमस्कार नयाँ लामा त्यो देव त्यहाँ बनाउनुहोस् कि हराल उरुल भर देप्ची छ र उता बिउ टेस्टै भइरह होला बिउ टेस्टै हो के खै भन्दा हेर मेरोमा नि गोर्चा हालेको नयाँ टुप्पा निस्केको छ नुन पनि छ यसमा नुन गाछ है खुट्टा जिम्री हाल्यो माथेर बाबु त्यहाँ सर तपाईँ हेर्नु अरू चामल दिनु त चामल बुढाहरूको गफ बसेर
गफ गर्दै खाने यति यति मान्छे छन् छन् यता यतै गफ चलेछ ल खानै सुरु भयो अब खाना सुरु भयो ल